गाइज हामी यत्तिकै कति ठाउँ घुमिरहेको हुन्छौँ है, तर नजिकको तीर्थ हेला भने चाहिँ वी फर्गेट आवर ओन प्लेसेस होइन त। आई मिन ट्राभल गर्नलाई। सो आई वाज बोर्न एट शङ्खसभा। यहाँ खासै आउन त पाइन्न, तर दसैँमा वी युजली गेट द्याट चान्स। एन्ड यो भ्लग त्यतिखेरको हो जब खुनमै ट्राभल हुन्छ नि, तब टिकाको भोलिपल्ट यस्तो उटपटाङ ट्राभल प्लान आउँछ। आज चाहिँ दसैँको सेकेन्ड दिन, टिका पनि राम्रोसँग गएको छैन, तर हाम्रो लागि दसैँ सकिसक्यो। अब हाम्रो भनेको ट्राभल टाइम हो होइन। शङ्खसभामा यति धेरै घुम्ने ठाउँ छ कि भनेर र गनेर साध्य छैन। शङ्खसभाको मकालु त जानु भएको होला, शिवधारा पनि आइगेस, बट वरुण पक्कै जानु भएको छैन होला। म नि यसअघि गएको थिइनँ। सो यसपालि टिकाको भोलिपल्ट म र मेरो कजिन एउटा अनसर्टेन प्लान बनाएर वरुण निस्कन्छौँ। According to weather reports, multiple areas nationwide are likely to receive heavy rainfall for 4 days. We request everyone to stay at their houses and become 4 दिन लगातार पानी पर्ने न्युज आए पनि लक्कीले हामी हिँड्ने दिन पानी परेन। हाम्रो गाउँ चेवा हुँदै मानेभन्ज्याङबाट यात्रा सुरु हुन्छ। अनि यो ठाउँमा सनराइज हुन लागिरहेछ होइन, यस्तो बवाल देखिरहेछ होइन। अनि जस रमाइलो भइरहेछ। अब टिका धेर लाउने होइन, घुम्न जाने हो परिवारसँग है। त्यो मकालो हिमालको रेन्ज चाहिँ यही हो होइन। सानो टुक्राहरू चाहिँ देखिरहेछ, अलिअलि चुचुरो पनि देखिरहेछ, तर अब मजाले चाहिँ क्लियर देखेको छैन। तर यो पहाडहरू चाहिँ नर्मल्ली देखिरहेछ क्या। यो बवाल लालीगुराँस बवाल फल्छ होला नि यता, बवाल फल्छ। र केही बेरपछि हामी आइपुग्छौँ देउराली। बाटो धेरै जसो अफरोड र केही पिच पनि थियो। एन्ड वेदर शान्त, सानो घरहरू र चिसो हावा चल्ने ठाउँ हो यो देउराली। अनि मौसम खुलेमा मकालो मजाले देखिने ठाउँ पनि हो यो। हामी यहाँबाट चिया खाएर निस्कन्छौँ र बाटैबाट हामीले मकालुको झलक देखिरहेको थियौँ। बिस्तारै बादलले हिमाललाई ढाक्दै थियो। अनि यही मौकामा हामी फोटो खिच्दै। देउराली पछि बाटो एकदमै हिलो थियो, तर जसले जे भने पनि पहाडतिर ट्राभलिङको मजा नै छुट्टै हुन्छ। वरुण जानु पनि सजिलो छैन है। चक्का आदि गाडिएको छ दलदल जस्तो। यता यसरी उपाय चाहिँ बाइक नै बाएको छ, झन् बाइक नै छिरिसक्यो, आदि नै छिरिसक्यो। त्यो गाडी अस्ति नै छिरेको भिडियो भाइरल थियो नि। अब यहाँ बाइकै छिर्न लाग्यो जस्तो हो र। झन् हल्ला झन् छिर्ने रहेछ। उपाय चाहिँ यही रहेछ, माटो फाल्ने। चेवाबाट चाहिँ हामी अलमोस्ट 4:40 भनेको 5 बजिसकेको थियो। अनि नुम आइपुग्दा 8 बजेको छ भने सिधा हामी एकदम रफ्तारमा आएछौँ है। त्यस्तो रफ्तारमा आएको होइन, जे होस् गाडीभन्दा बाइकमा सजिलो हुन्छ नि त। अनि कहीँ पिच पनि थियो, हामी नै सरप्राइज थियौँ पिचबाट देखेर। अनि यस्तो भ्यूहरू यति बवाल हेर्दै आयौँ है। यो नुम भन्ने ठाउँ, यहाँबाट मकालु र वरुण जाने छुट्टिने रहेछ बाटो। हामी चाहिँ वरुणतिर लाग्छौँ, वरुण भ्याली। अनि जस यस्तो बवाल देखिरहेछ नि। ओ माइ गॉड, यु हेभ टु कम टु दिस प्लेस, यु नो। कस्तो बवाल छ। र आउन नपाउँदै हामी खान्छौँ थुक्पा। थुक्पा चाहिँ पहाडतिरको राष्ट्रिय खाजा भन्दा नि हुन्छ, लास्टै मिठो हुन्छ। र अब नुमबाट अघि बढ्ने बेला आउँछ र अरुण थर्डको हाइड्रो हुँदै हामी जानुपर्ने चाहिँ त्यो डाँडा हो। त्यहाँबाट चाहिँ हामी तेर्सो लाग्नुपर्छ। अहिले चाहिँ हामी अरुण थर्डको प्रोजेक्टको ठाउँमा छौँ। अनि लाइक पानी यस्तो फास्ट फ्लोइङ छ होइन, अति नै बवाल छ। अनि अब हामी यहाँबाट हुँदै वरुण लाग्छौँ होइन। कस्तो छ त? एकदम दामी भइरहेछ। पानी परेको छैन है, अरूभन्दा नि पानी परेको छैन।
ल जाउँ। र बाटो हिँड्दा लाइफमा यत्तिको आनन्द त कहिले आएको थिएन। खुल्ला आकाश, हरियो डाँडा अनि शान्त ठाउँमा हिँड्नुको मजै बेग्लै हुँदो रहेछ र एकैछिनमा हुस्से पनि लाग्न थाल्छ। सो बाटोको कुरा गर्दा अरुण थरदेखि माथिसम्म चाहिँ पिच छ र त्यसपछि अफ रोड छ, तर बाटोसम्म भएकाले बाइक कुदाउनु त्यस्तो अप्ठ्यारो हुँदैन। वाटरफल लभर्सको लागि झरनाको कुनै कमी छैन यहाँ। र हामी आइपुग्छौँ समटार। यहाँ खाजा खान्छौँ र बाइक पनि यहीँ राख्छौँ र हाम्रो पैदल यात्रा यहाँबाट सुरु हुन्छ। बाइक किन यहाँ राखेको भन्दा अगाडि 2 किलोमिटरमा पहिरो गएको छ अनि त्यहाँ कुनै घर पनि छैन। सो सेफ साइड बस्नलाई हामीले बाइक चाहिँ यहीँ नै राख्छौँ। इफ यु आर गोइङ देयर त्यही होटलमै राख्दा बाइक बेटर हुन्छ। झर्ना हो त्यहाँ पहिरो गएको रहेछ। सो यो चाहिँ नेताभिर, जहाँ चाहिँ एकदमै स्याड घटना घट्यो होइन। जुन जिप झरेर उहाँहरूको निधन भयो अनि उहाँहरूको स्मृतिको लागि स्ट्याचु बनाइएको छ। अनि हामी चाहिँ यहाँ रहेछ ढोग्यौँ। सेफ राइड गाइज, सेफ राइड। पहिरो गएको ठाउँ चाहिँ यस्तो छ। यहाँबाट यस्तो भएको कारणले हामी चाहिँ हिँड्नुपर्छ। अनि पारी पछि अर्कै गाडी आउँछ अनि उहिलेको फ्रन्टै भेट्यो है। अब हामी चाहिँ गाडीमा जाँदैछौँ बरुणसम्म। लगभग चाहिँ नि कति आधा घन्टादेखि 45 मिनटसम्ममा पुर्याउँछ अरे है। अरुणको तिरै त्यहाँ कस्तो छ पहिरो, झन्डै गएको यार। अहिले नै जान लागेको छ। भन्ने नै त्यहाँ पहिरो हल्का लडिरहेको छ अलिअलि होइन। एकदम रिक्स बाटो रहेछ रन चाहिँ। बाइकमा आउनु बस त्यहाँसम्म आइरहेछ। बसले चाहिँ त्यहाँ प्यासेन्जरहरूलाई त्यहाँसम्म झर्किने रहेछ। यो यति लानलाई यो एरिया पुरै हान्नु पऱ्यो। सो गाइस, पहाडको मान्छे किन धनी हुन्छन् थाहा छ? यो अलैँची छ नि, यो सबै अलैँची हो क्या। सबै अलैँची एक मानको 1 लाख रुपियाँ छ अनि अझ बेसी होला। अलैँची नै अलैँची, अलैँची नै अलैँची, अनि धनी हुँदैन नि त। किसानको चाहिँ सातो उडिसकेको छ यहाँनिर होइन। ठ्याक्कै हामी चाहिँ यता अरू लाइफमा यतिको एडभेन्चर कहिले गरेको थिएन। गोला बजार, यो बजार गाउँमा भए पनि चाहिएको सामान सबै नै पाइन्थ्यो। अहिले चाहिँ गोलामा छौँ है हामी। गोला गाडी चाहिँ भोटखलासम्म जाने रहेछ अनि हाम्रो हिँडाइ फेरि सुरु हुन्छ। कहाँबाट आएको बहिनी? र हाम्रो पैदल यात्रा फेरि सुरु भइरहेछ बोट खोलाबाट। यहाँबाट चाहिँ एउटा डाँडा कटेपछि हामी आइपुग्छौँ बरुण। र केही समयपछि बरुण। एन्ड फाइनली वी आर एट बरुण। पहाडको मुनि किनारमा रहेछ बरुण नदीको छेउमा यो गाउँ। अनि यही गाउँमा चाहिँ हाम्रो यहाँसम्म थियो हाम्रो र यहीँसम्म थियो हाम्रो जर्नी। अनि जस रमाइलो भइरहेको छ। अझै एक्सप्लोर गर्न बाँकी नै छ यो ठाउँ अलिक मजाले। वा, बरुण भ्याली, बरुण नदीको कस्तो चिसो आइरहेको छ। अनि पुल चाहिँ बन्दै रहेछ है। यो गाउँमा त हामी मात्र है क्या यार, कोही छैन त। सब ढोकासोका लाएर हुन्छ नि, हन्टेड ठाउँमा जस्तो क्या। कोही पनि छैन। अरेन्ज टिपमा गएको पनि हुनसक्छ तर लास्ट तिर्खा लागिरहेको छ। दिउँसोको 3-4 बजिसकेको थियो। गाउँमा कोही नै हुनुहुन्न थियो। पानी नि परेको थिएन। सो ड्रोनको लागि योभन्दा बेस्ट टाइम के होला र? भनिन्छ बरुण नदी मकालु हिमालको बरुण ग्लेसियरबाट आएको।
यो नदीलाई हिन्दू धर्मको वरुण देवताको अर्को रूप पनि भनिन्छ। त्यही भएर होला देशभरिबाट वरुण देवताको दर्शन र यहाँ स्नान गर्न मान्छेहरू यो ठाउँ खोजी खोजी आउँछन्। वरुण नदी एकदमै शान्त है, शान्त सफा सेतो। उता अरुण नदी चाहिँ डरलाग्दो भयङ्कर। मीठा मीठा कुरामा फसाउँ है मायालु, अदृश्य देख्ने सपनीमा लैजाऊ। मीठा मीठा कुरा गरिदे, अदृश्य देख्ने सपनीमा लगिदे। लास्टै गाह्रो छ है, लास्टै गाह्रो। र त्यस दिन हामी वरिपरि घुम्छौँ, दर्शन गर्छौँ। अनि बेलुका हामी त्यहीँको होटलमा बस्छौँ। भोलिपल्ट बिहान उठेर नुहाएर मेन मन्दिरमा हामी पूजा गर्छौँ। होटलमा सबै फेसिलिटिज थियो, वाइफाई, क्युआर पेमेन्ट एन्ड मोर देन द्याट खाना अति मिठो। र हामीलाई गाउँ चिनाउने त्यो सानो भाइलाई त बिर्सनै भएन। र त्यही दिन हामी फर्किन्छौँ, तर पानीले हामीलाई योचोटि साथ दिँदैन र मजाले भिज्छौँ घर फर्कँदा। सो गाइज, दिस वाज अल अबाउट द ट्रिप। यो ठाउँ ट्रेक गरेर नि आउन सकिन्छ। पहिरो छैन भने बाइक वरुणसम्म नै आउँछ। अप्पर अरुण भ्याली पनि यहाँबाट जान सकिन्छ। शिवधारा पनि यो बाटोबाट ट्रेक गर्न सकिन्छ। वेलकम टु शङ्खसभा।